निरन्तर प्रार्थना गरिरहौं, सधैँ आनन्दित बनौ, निरन्तर प्रार्थना गरिरहौं। हर परिस्थितिमा धन्यवाद देऊ, पवित्र आत्मालाई ननिभौ, किनकि ख्रीष्ट येशूमा हाम्रो लागि परमेश्वरको इच्छा यही हो। सधैँ आनन्दित बनौ, निरन्तर प्रार्थना अगमबाडीलाई तुच्छ नठान, सबै कुराको जाँच गर। अगमबाडीलाई तुच्छ नठान, सबै कुराको जाँच गर। जुन कुरा असल छ त्यसैमा दृढ रहो, सबै किसिमको खराबीबाट अलगै बस। सधैँ आनन्दित बनौ, निरन्तर प्रार्थना गरिरहौं, सधैँ आनन्दित बनौ, निरन्तर प्रार्थना गरिरहौं। हर परिस्थितिमा धन्यवाद देऊ, पवित्र आत्मालाई ननिभौ, किनकि ख्रीष्ट येशूमा हाम्रो लागि परमेश्वरको इच्छा यही हो। सधैँ आनन्दित बनौ।